आज चाहिँ हाम्रो यहाँ अलिकति बेसार रोप्ने कार्यक्रम हुँदैछ हैन। यहाँ मम्मी नै खन्ने हुनुहुन्छ, यहाँ बुवा ड्याङ बनाउँदै हुनुहुन्छ, बुहारी माथा चक्क बसिरहेछ। उता हाम्रो सानो करेसो बारी छ। यहाँ 10 धुरमा दिनुभएको 10 किलो के अरे नौलो बिहानी ल्याइन् मम्मी। 10 धुर अनुदान पाएको सरकारी संस्थाबाट हामीले अनुदान पाएको। बचत र ऋणले होइन र मम्मी। अब यहाँ रोपराप गरेर मजाले फलेर बुझाउनु पर्छ के हामीले जति लिएको त्यति होइन र मम्मी। 10 किलो फिर्ता यहाँ गोड मजाले सफा गरेर रोप्नुपर्छ। यो बेसारलाई पनि ड्याङ बनाएर रोपेको चाहिँ राम्रो हुन्छ नि मम्मी। पानी सर्लक्क कर्छ के अरे, तर राम्रो त यो होइन र। यतिको सफा त हुनुपर्छ क्या यो रोपाइ पनि। ए यहाँ त कुल्चिने नि भइसक्यो यार करेसो बारीमा। यहाँ हाम्रो भिन्डी बारी, यहाँ यो के अरे यो बोडी यस्तो त करेसो बारी गर्ने के ढङ्ग हो। यो के अरे मम्मी यो घेरालाई काँक्रो घेरोला खुर्सानी यहाँ आग्राम बग्राम धेरै कुराहरू छन्, बयान गर्न सकिन्न। उता पछाडि फर्सीको मन्टाहरू छन्। बेसार खोइ बेसार बेसार खोइ बेसार त दुधको बोरामा राखेर त उम्रिन्छ भने त खोइ त उम्रेको। यत्तिकै भएपछि त ठिकै हो। बिउ त फर्स्ट टाइम बेसार रोपेको के थाहा। यहाँ बुहारीले मिस्टेक गरिसकेको थियो, मम्मीले सिकाउँदै हुनुहुन्छ यसरी मल हाल्ने भनेर। खसीको मल च्याट्ट पारेर जान्नु होइन। बेसार देखाउनु त बेसार खोइ देखाउनु न। बेसार त एकदम दामी रहेछ है। सिँगै रोप्ने हो साँच्चैले। ठुल्ठुला सानो एउटा रोप्ने हो त्यसो हो। धेरै सानो छ, धेरै सानो आज यति रोप्ने खनेर रोपे हो। अब भोलि अलिकति पर्सि अलिकति बिस्तारै गर्दै जानु, एकैचोटि सक्दैन।